नेपालमा एक यस्तो समय पनि थियो जहाँ एक महिलालाई जिउँदै चितामा जलाइन्थ्यो। विशेष गरी प्राचीन हिन्दू धर्ममा श्रीमानको मृत्यु भएपछि उनकी श्रीमतीलाई पनि उनीसँगै यानि कि श्रीमानसँगै जिउँदै चितामा जलाइन्थ्यो। धर्म परम्परा र सामाजिक दबावको आडमा श्रीमानसँगै चितामा जल्ने नारीलाई सती र यस्तो कुप्रथालाई सती प्रथा भनिन्थ्यो। श्रीमानको मृत्यु भएपछि सती यानि कि मृतककी श्रीमतीलाई तयार पारी भाङ लगायतका लट्ठ पार्ने पदार्थहरू खुवाइन्थ्यो र बाजा गाजा सहित घाटतिर लगिन्थ्यो। घाट लगेपछि मृतक श्रीमानको चितामा सुताइन्थ्यो। मलामीहरू हातमा बलिया लट्ठी लिएर तैनात हुन्थे भने पुरोहितहरू यानि कि पण्डितहरू धार्मिक विधि वाचन गर्न सुरु गर्थे। चितामा आगो लगाइएपछि सतीको करोड चिचाहाट चारैतिर गुन्जन्थ्यो। उनको चिचाहाट नसुनुन् भनेर बाजा दमा शङ्ख अझ ठुलो स्वरमा बजाइन्थ्यो। ज्वालाबाट बस्न सती बाहिर निस्कन खोज्थिन् तर लट्ठीले हिर्काएर पुनः आगोमै धकेलिन्थ्यो र आगोले मृतक श्रीमान र सती यानि कि उनकी श्रीमतीलाई एकैछिनमा भस्म बनाउँथ्यो। यसरी सती प्रथाको नाममा एक निर्दोष नारीलाई जिउँदै चितामा जलाइन्थ्यो र यो समाज टुलु टुलु हेरी मात्र रहन्थ्यो। अन्ततः विक्रम सम्वत 1977 मा तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरले सती प्रथाको अन्त्य गरिदिन्छन्।